र यो चाहिँ त्यसपछि हामीले घटनास्थलमा यो त्यो अवस्थामा सडे गलेको अवस्थामा 18 दिनपछि घरबाट हराएको 18 दिनपछि अंशु गौतमको त्यो शङ्कास्पद डेड बडी त्यहाँ हामीले चप्पल पनि फेला पार्यौँ, अरू कपडाहरू पनि फेला पारेपछि अंशु गौतमको बुवालाई देखाउँदाखेरि उहाँले चाहिँ त्यो कालो हाफ प्यान्ट, चप्पल, कालो घडी मेरै छोरी अंशुको हो भन्ने हिसाबले उहाँले शनाखत गरिदिनु भएको अवस्था छ। र त्यसपछि हामीले 7 गते यो चाहिँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपालमा हामीले यो पोस्टमार्टमको लागि पठाएका थियौँ। पोस्टमार्टमबाट पनि यो चाहिँ 10-12 वर्षको केटी बच्चाको डेड बडी हो भन्ने पनि प्रमाणित भएको थियो त्यति बेला। र हामीले डिएनए परीक्षणको लागि पनि अहिले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा त्यहाँ पठाएका छौँ। यो अब 2-4 दिनभित्रै त्यसको रिपोर्ट पनि आउँछ भन्ने छ। त्यसमा चाहिँ अंशु गौतमको डेड बडी हो कि होइन भन्ने कुराको कन्फर्मेसन थप वैज्ञानिक रूपमा डिएनएको परीक्षण प्राप्त हुन्छ। तर यो घटनास्थलमा फेला परेका कपडाहरू, घडी यो सबैले चाहिँ अंशु गौतमकै हो भन्ने कुरा उहाँको बुवाले शनाखत गरिसकेको भएर त्यो अंशु गौतमको हो भन्ने कुरामा कुनै दुविधा छैन। र यसमा हामीले घटनापछि यो हामीले लास फेला परेपछि यो डिएसपी साहबको कमान्डमा 5 सदस्यीय अनुसन्धान टिम गठन गरेका थियौँ। सँगसँगै यो कोशी प्रदेश प्रहरी कार्यालयको टिम पनि यो अनुसन्धानमा संलग्न थियो र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टिम पनि यो अनुसन्धानमा संलग्न थियो। सिआइबीको टिम यहाँ हामीसँगै हुनुहुन्छ, उहाँहरू पनि अहिले उहाँहरू अन्तिम अवस्थासम्म पनि हामी सँगसँगै जोइन्टली यसरी यो अनुसन्धानको काममा संलग्न थियौँ। प्रहरीले यत्रो समय किन लगायो होला भनेर पनि यहाँको मनमा त्यो जिज्ञासा कौतूहलता रहन सक्छ। यो चाहिँ बीच जङ्गलको बिचौबिच भागमा 18 दिनपछि एकदम सडे गलेको अवस्थामा, डिकम्पोज्ड अवस्थामा डेड बडी फेला परेको थियो। त्यसले अलिकति अनुसन्धानलाई अलिकति डिले गरेको अवस्था थियो। त्यो बाहेकका अरू वैज्ञानिक परीक्षणको लागि पनि हामीले अलिकति च्यालेन्जिङ भएको अवस्था थियो। तर हामीले सूक्ष्म रूपमा अनुसन्धान गऱ्यौँ। यसमा चाहिँ हामीले घर परिवार, छरछिमेक, विद्यालय, झैझगडा रिसिभी भएको अवस्थाहरू यो सबै कुरालाई सूक्ष्म रूपमा हेऱ्यौँ र सीसीटीभी फुटेज पनि हेऱ्यौँ। फरेन्सिक एभिडेन्सहरूलाई पनि एकदम सूक्ष्म रूपमा हामीले हेऱ्यौँ। अनि त्यो वनमा चाहिँ घाँस काट्न जाने धेरै मानिसहरू हुनुभएको भएर घाँस दाउरा गर्न जाने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण पनि हामीले गऱ्यौँ। त्यसै गरी पीडितलाई थाहा पाउने मान्छेहरू को भन्ने कुरामा पनि त्यसमा पनि हामी गहिरिएर अगाडि बढेको अवस्था थियो। र यसमा हामीले 300 भन्दा बढी मानिसहरूलाई सोधपुछ गऱ्यौँ। त्यो कम्युनिटीका सबै मानिसहरूको प्रोफाइलिङ पनि गऱ्यौँ, कम्युनिटी प्रोफाइलिङ पनि गऱ्यौँ। अनि क्राइम सिनलाई रिकन्स्ट्रक्ट गर्ने, क्राइम सिन रिकन्स्ट्रक्सनको कामहरू पनि हामीले गऱ्यौँ। र घटनालाई एकदमै सूक्ष्म रूपले 1 to 1 हामीले कुनै पनि कुरा नछुटाइकन नबिराइकन त्यसरी काम गऱ्यौँ। र